नमस्ते सबैजनालाई फेरि पनि मेरो पेजमा हार्दिक स्वागत छ है। तपाईँले यो कालिम्पोङ चाहिँ म बारम्बार देखाइबस्छु। यो चाहिँ हाम्रोमा प्रशस्तै छ नि त हो। यो चाहिँ दबाईको रूपमा पनि हामीले खान्छौँ। तपाईँको दबाई चाहिँ के को लागि भनेर चाहिँ तपाईँले मासीहरू पर्दाखेरि है यसलाई पकाएर खानु भन्छ नि। अर्को चाहिँ चिप्ले निगुरो जस्तो यसले भुँडी दुख्दैन। यो चाहिँ एउटा दबाईको रूपमा पनि खाने गर्छ है। काली निगुरो मेरो घर वरिपरि चाहिँ अब प्रशस्तै छ भनौँ न। यो चाहिँ कस्तो ठाउँमा पाउँछ भने यस्तो भित्ताहरूतिर है। यसको यो छिप्पेको बोटहरू यो खालको हुन्छ। यो भित्ता यसो परसम्म पाउँछ। यो ड्याममै पाउँछ। योपट्टि पनि ड्याममै पाउँछ। पुरानो बोटहरू बुढा बोटहरू यिनीहरू योहरू चाहिँ यो साइड पुरै पाउँछ ड्याममै। यो साइड डल्लै छ।